हेलो साथीहरू, म आज यो जिन्स कम्ब्याटको हाफ प्यान्टमा चेन कसरी लगाइन्छ हजुरहरूलाई देखाउन गइरहेको छु र यो मेरो भिडियोलाई हेरेर हजुरहरूले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। अनि म हजुरहरूलाई आज यो कम्ब्याटको बक्स हाफ प्यान्टमा चेन कसरी लगाइन्छ त्यो हजुरहरूलाई म देखाउन गइरहेको छु। ल हेर्नुहोस्, यसरी यो जाती एट्याच गरियो, यो पल्लामा देब्रे साइडको पल्लामा यो जाती एट्याच गरियो। अनि गरिसकेपछि यो जातीलाई लपको सिलाइले हानिसकेपछि अब यसमा यो चेन जातीमा अब तपाईको यसरी चेन राखिन्छ। यो लपको सिलाइलाई टच गराएर चेनले यसरी यो राखेर यसलाई एट्याच गरेर अलिकति मेसिनमा धागा छुट्टिने समस्या आइरहेको छ, त्यो कारणले ढिला भयो भिडियो। ल यसरी यो सिलाइ हानेर अब यसलाई मजासँग यसलाई फोल्ड गर्ने। अब यसलाई मिलाएर एकदम मिलाएर यसलाई त्यो चेन कभरमा यसरी फोल्ड गरेर यसलाई चेन भित्र पारेर यसरी अब यसरी साथीहरू कतिपय साथीहरूले चाहिँ यो प्याटर्न हुन्छ यो चेन कभर बनाउनलाई, मैले चाहिँ आफ्नै हिसाबले यसरी सिलाइ हानेर यहाँनेर यो घुमाउरो हुन्छ, यहाँनेर हल्का घुमाउने बेलामा हल्का मिलाएर घुमाउने। यसरी घुमाइसकेपछि यहाँनेर सिलाइ यसरी सियोलाई तल गाडेर दुई टाँका बस यसरी दुई टाँका हानेर दुई टाँकाको यसरी यो फेरि डबल स्टिच सिलाइ यसमा बाहिरबाट यो चेन कभरमा बाहिरबाट यसरी सिलाइ हान्ने, बराबर सिलाइ हान्ने। किनकि यो सिलाइहरू चाहिँ एकदम सिधा हुनुपर्छ, फेरि हाम्रो यो कपडाहरुमा आइरन लाग्दैन। जति छ यही सिलाइले राम्रो देखाउने हो, सिलाइ बराबर हुनुपर्छ। र अब यो बाहिरको कभर लागिसकेपछि अब चेन कभर अब भित्रको जाती यो भित्र चेनलाई सेभ राख्नु पर्ने हुन्छ भित्र, नत्र भने हामीले प्रयोग गर्दाखेरि अलिकति समस्या दिन्छ। फेरि यसले कतिपय ठाउँमा त इमर्जेन्सी नै बनाइदिन्छ। ल हेर्नुस्, यसरी यो चेनलाई बीचमा यो दुईटा जातीले तलमाथिबाट छोपेर यसरी अब यसमा दाहिने साइडको पल्ला यसरी यसमा हल्का आधा इन्ची भन्दा थोरै फोल्ड गरेर यसरी लपको सिलाइ हान्ने। अब चेन र जातीको बीचमा पारेर यसरी माथिबाट यसलाई यसरी लपको सिलाइ हानेर यसरी सर लपको सिलाइ हान्ने। अनि यो चेनको भाग जहाँसम्म छ यहीँसम्म, ल यसरी यहाँसम्म यो चेन यसरी चेन लाएर यसलाई चुट्का लगाएर यसलाई यहाँबाट यसरी उल्टो फोल्ड गर्ने। हो लगभग 2 सुत बराबर यो उल्टो फोल्ड गरिसकेपछि यसमा हामीले इन्टरलक हान्नुपर्ने समस्या आउँदैन, किनकि यो फेन्सी सिलाइ हुन्छ, यो डबल स्टिच सिलाइ फेन्सी सिलाइ हुन्छ। अब त्यसलाई फोल्ड गरियो र अब यो पल्लाले यसरी यसलाई माथिबाट छोपेर चेन जहाँसम्म आएको छ त्यहाँसम्म यसरी लपको सिलाइ हान्ने। यसरी लपको सिलाइ हानिसकेपछि अब यसरी सर यसरी लपको सिलाइ हान्ने। ल यो चेन यहीँसम्म छ चेन, ल यहाँसम्म यसरी ल यो चेन हानेर यसलाई घुमाउने। फेरि हल्का निडिल तल झारेर यसरी घुमाएर अब यहाँ धेरै जिगज्याग गर्नुपर्छ, 3-4 लाइन जिगज्याग गर्ने, किनकि हामीसँग बाटिक हुँदैन। बाटिक नभएको कारणले सिलाइ बलियो बनाउन यसरी हानिसकेपछि अब यो डबल स्टिच सिलाइ यसरी कम्प्लिट भयो। र यसरी अब यो चेन लगभग लगाउने काम यो बक्स हाफ प्यान्टमा चेन लगाउने काम लगभग कम्प्लिट भयो। ल हेर्नुहोस्, यसरी यो चेन लाग्यो। अब लागिसकेपछि यो भित्र यो दुईटा जातीलाई यसरी टाँका हान्न चाहिँ नबिर्सिनु होला, किनकि नत्र भने यो फर्किने गर्छ समस्या, कहिलेकाहीँ हामीलाई फेरि यसले समस्या पार्छ। कस्तो लाग्यो भिडियो हजुरहरूलाई? मन परे शेयर लाइक सब्स्क्राइब गरिदिनु होला। हवस् त, धन्यवाद। फेरि पनि म हजुरहरूलाई अर्को भिडियोहरू यसरी नै देखाउने छु। अहिले चाहिँ यो चेन लगाउने प्रोसेस मैले हजुरहरूलाई देखाएँ। हवस् त, धन्यवाद।